पोखरा जान लाग्यो चितवनबाट हजुर अनि त्यहाँ बाटोमा हात हल्लाइरहेको थियो नि बहिनीले हजुर पोखरा पोखरा भिरा कहाँ हो एक्लै कहाँ हर तिमी कहाँ आएको त नि तिमी कहाँ आएको एक्लै एक्लै नम्बर सम्बन्ध बाबाको नम्बर थाहा छैन घर चिन्छौ आफ्नो घरमै पुऱ्याइदिनु नि हुन्छ कहाँ छोड्नु भएको नि नानीलाई अनि कहाँ उताबाट दमौली थियो दमौलीबाट बस्नु दमौलीबाट चाहिँ के अरे हिँडेको रहेछ के भाइले फोन गर्नु भएको मलाई मेरो भाइले दमौलीबाट चाहिँ यता नानी आइपुगेछ भन्नु अस्ति भर गएको त्यही उता पनि भाइ कहाँ भेट्नु भयो हामीले त उता के अरे हामी पोखरा जान लाग्यो चितवनबाट हजुर अनि त्यहाँ बाटोमा हात हल्लाइरहेको थियो नि बहिनीले कतिखेर आयो पोखरा राति झमक्कै राति भइसकेको थियो जङ्गलको बाटोमा त्यही माथि त्यहाँ दुईजना एउटा बुढाबुढी झगडा गरिरहेको थियो क्या अनि म त भाइ नानीसँगै होला अनि होइन भनिदिएको नानीले म एक्लै हो मेरो मम्मी बाबा घर छ भन्नुभयो अनि त्यही भएर अनि पुऱ्याइदिन अनि घरै जिम्मा लाग्यो घरै जिम्मा लाग्यो नानीले बाटो देखाउँदै देखाउँदै लिएर आइन अनि हजुर अहिले धेरै हामी त उहाँ कहाँ हाइवेबाट सिधै पोखरा जान लागेको मान्छे अनि घरै छोड्ने भनेर अनि भित्र आन्टीसँग गएको खाजा खानलाई अनि गाडी छुट्यो आन्टीहरू त जानुभयो भनेको हानेको माइराले हो कसले हो भिममाथि दमौलीमा आजै है आफूसँगै राख्नु त्यस्तो जङ्गलको बाटोमा त्यस्तै मान्छे हो भने त लग्थ्यो हामी घर महिनामा टेन्सनमा होला हामी घरै पुऱ्याएर बुढी जिम्मा लगाऊँ भनेर अब यहीँ पढाएर राख्नु जस्तो जे भए पनि यो चाहिँ कति पनि हुँदैन हेर्नु यसको चाहिँ बाबु आमा भन्नु आमाले चाहिँ बाउ छोडेर मरेको आमा चाहिँ यसलाई छोडेर गएको 2 वर्षमा मैले पालेको अहिले चाहिँ नि कोहीले यस्तो गर्ने बाबु यो बच्चालाई यसरी गर्ने मैले भन्थेँ कि मैले भर्खर उताबाट बच्चा हराएँ भनेर बनाएको सिपोरा नाम सिपोरा हराइदिएँ भनेर फोन गरिदिएँ मैले भने हेर्नु त्यो बच्चा तिनीहरू गुडपिट गरेर बच्चा बर्नसन गरेर बच्चाको किताब हेर्नु त अस्ति भर्खर किनिदिएको मैले यसको किताब लु यहीँ स्कुल नजिक हेर्नु यसको सबै कुरालाई हेर्नु कपीहरू अस्ति भर्खर किनेको न होइन 5 मा होइन 3 मा उसले त 5 मा भन्छ होइन 3 मा अब यहीँ पढाइ बुनो कता कता जाने होइन भाग्ने होइन कोही मान्छे कस्तो हुन्छ कोही मान्छे कस्तो हुन्छ मेडिकल छैन मेडिकल गर्न जाने कि पहिला के होइन त्यो इन्फेक्सन पहिला चाहिँ नि हजुरको भाइलाई चाहिँ बाबु हुँदा उसको गर्नु के देखाउनु मेडिकल गर्नु सिपुरा आइपुग्यो नि त भर्खर हेर्नु त यहाँ बाबुहरूले चाहिँ लिएर आइदिनु भएको उहाँबाट चाहिँ भेट भएर ए बाबुहरूले हेर्नु त यहाँ के दमौली कम्तारमा चाहिँ भेट भएर चितवनबाट आउनु भएछ पोखरा जानलाई अनि कम्तारमा भेट आएर चाहिँ बाइकमा लिएर आउनु भयो भर्खरै चाहिँ यहाँ आइपुगे सिपुरा अनि हेर न यहाँ चाहिँ माइलाले हाँसीले हानेर चाहिँ यस्तो साह्रो ठुलो घाउ लिएर यहाँ हेर त यस्तो दुर्व्यवहार बस्ने हेर्नु त हेर न कस्तो जाले काटेर यहाँ खुट्टा हाँसी मार हानेछ
हेर त कुटै छिन्ना जस्तो भर्खर आइपुग्यो कि यो हानेर उ गरेपछि नि भागेको रहेछ के पढाउँछु राम्रोसँग गराउँछु भनेर लिएर गयो के भएको त्यस्तो के गरेको तरिकाले चाहिँ हाने रहेछ एकदम ठुलो चाहिँ चोट छ भर्खर चाहिँ आइपुग्यो बाबु नानीले लिएर आउनु भएको छ आज बस्नु यसो भोलि बिहान जानु होला होइन यस्तो होइन एकचोटि यस्तो पनि भयो भोलि बिहान चाहिँ नि यो बच्चालाई चाहिँ नि यसरी उता लिएर गर्थ्यो हाम्रो गाडीबाट अनि यस्तो यस्तो भयो भने हजुर पनि एकछिन चाहिँ चौकी जानुभएको यो केस भनेको नि यो भनेको मान्छे मालालाई चाहिँ हानेको क्या ऊ हो यो बच्चा जस्तै सम्झेर हजुरले होइन आज एक रात दुःख सुखाइ बस्नु बाबु भोलि बिहान एकछिन जानुपर्छ यो देखाउने होइन उनीहरूले चाहिँ नि छोडिदिने भन्छन् कि के भन्छन् कि अहिले चाहिँ त चौकीमा होइन हामी त घुम्न त्यसै घुम्न जान्ला हजुर होइन बाबु म खाना बनाउँछु बनाउने खाने बस्ने होइन ठाउँ जाउँ हस्पिटल मेडिकल खुल्छ इन्फेक्सन हुन्छ कति टाइम भयो भने अलिअलि सेम सेम छ तिम्रो नाम के अरे शिखरा शिखरा अगाडिमा गाह्रो भएको छ होइन हड्डी दुखेको छ हड्डीमा लाग्यो टाढोबाट झटाएर हान्नु हो कि नजिकबाट हजुर गाईको पछाडि दिदी छ अनि मेरो पछाडि बाबा थियो अनि यहाँ भएको चाहिँ तिम्रो को हो नि मेरो दादामा ठुला ठुला अब यहीँ बस है ठुला ठुलोसँग यहीँ बसेर पढ मेरो त अनि के अरे अनि मलाई त जेम्स ल्याउनु गाली गर्ने दिदी ल्याउनु गाली गर्ने मम्मीले चाहिँ पुचिङ खाइस् भन्दै थियो अनि उत्रै छोड्दै तिमीहरू त आउँदैन कि उत्रै छोड्दै अहिले तिमीले टिकटक हेर्छ हाम्रो साँच्ची कसो यहाँ मोबाइलमा मेरो बाबाको मोबाइलमा हेर्नु न बाबाले मोबाइलले दिन्न कसको मोबाइलमा हेर्छौ त आजको मोबाइलले देखाएन नि त हस् हुन्छ अहिले पछि ल नानीको भिडियो आउँछ है पर्सि हस् भन हेरिदिनु त यो खुट्टा खुट्टा काटेछ कि उ गरिदिनु त ड्रेसिङ गरिदिनु त कतिखेर काटेको बिहान भन्छन् कि 8 बजीतिर भन्छ बिहान काटेको खै आशीले भन्छ आसु भन कति बजी भने 10 साढे 10 आएछ किन फोटो खिच्नु अनि एउटा उसको ठुलबाले पिटेको रहेछ क्या हानेको रहेछ क्या पहिला यसलाई धुन दिनु न त्यसपछि
छिटो हामीलाई बच्चा चाहिँ आगो हराएर नरुनु अब के होला हजुरहरूलाई एकदम लाख लाख धन्यवाद छ बाबु है नानी है राम्रोसँग हिँड्नु होला अहिले बेलुका कतिखेर फर्किनुहुन्छ है हजुर राम्रोसँग जानु बिस्तारै हिँड्नु है हस् बाबु हुन्छ है हस् हुन्छ एकदम अब धेरै भिड हुन्छ हजुर आरामले दिदी फेरि बाबु राम्रो छिन् है बाबु गएर अहिले त्यो के अरे 150 रुपियाँमा माछा र भात पनि पाइन्छ कि एकदम 150 रुपियाँमा त्यहाँ पोखरामा हाइवेमै त्यो चाइनिज फुड भन्दा यतापट्टि एकदम ताजा माछा भात चाहिँ नि 150 रुपियाँ फुल खाना त्यस्तो एकदम सुविधा छ 300 रुपियाँ दुईजनालाई खाना मस्त हुन्छ यहाँ त्यस्तोमा पोस्ट बजार स्ट्यान्डर्ड होटलमा नबस्नु उसले गरी एउटै ठाउँमा 1000 2000 ठग दिन्छ त्यस्तो ठाउँ पनि छ कि पोखरा भनेको त्यही भएर हामीलाई चाहिँ अगाउन चाहिएको जहाँ सामान्य छ त्यही झन् मिठास हुन्छ सोझो मान्छे त्यस्तो गर्छन् कि त्यही भएर त्यसरी गर्नु है रामचाल हिँड्ने बाबु त्यही धेरै खुसी लाग्यो धन्यवाद मेरो बाबुलाई नरुनु अब के होला नजाऊ है पुनु काहीँ पनि अब मम्मी बाबासँगै बस भेट्नु है हामीलाई जसरी भने ढिलो चाँडो भयो भने यसो भेट्न आउनु भेटौँ है राम्रो छिन्नु हिँड्दाखेरि जोडसित नहिँड्नु अरूलाई चाहिँ छिटो हिँड्नेलाई बाटो दिनु जहिले पनि है जहिले पनि छिटो हिँड्नेलाई बाटो दिनु अहिले बेलुकाखेर फोन गर्छु म गर्छु हस् बाबु बाई